हाई नमस्ते एभ्रिवान। अनि आज चाहिँ हामी आएको छौँ बाटपट्टिमा र अनि नयाँ घरको लागि के सामान हुन्छ अब त्यो हेर्छौँ के हुन्छ है। अब जाँदैछौँ भित्र। म चाहिँ अलि एक्साइटेड छु। भित्र छिर्ने बित्तिकै जे सामान हेरे पनि एकदम वाउ लाग्ने अनि आँखा भनेको ठ्याक्कै जाने भनेको सिधै यसरी महँगोमा मात्रै के। मलाई फेरि यो वासिङ मेसिन कस्तो मन परेको हेर्नु, तर के गर्नु। त्यसपछि हामीहरू आयौँ यो फ्रिजको लाइनमा। सबै फ्रिजहरू राम्रो थियो, तर चाहिँ आँखा भन्ने जाने भनेको सिर्फ एकदमै महँगोमा मात्रै के। डिजाइन नै त्यस्तै कति राम्रो होइन। हजुर, त्यसैले गर्दा आँखा फेरि महँगोमै जाने। एलजीको वाउ, यो पनि कति राम्रो छ। यो कतिको अरे बाबा 1 लाख। अनि यो चाहिँ कति? ए यस्तो छ साथी है। यसको रेट कति स्ट्यान्डर्ड छ भाइ। सो मच एक्सपेन्सिभ। 2.5 लाखको। वाउ, यो चाहिँ 1.5 लाखको है साथीहरू। बाटपट्टिबाट निस्किसकेपछि हामीहरू गयौँ यो पेटहरू पाउने ठाउँमा। अनि त्यहाँ चाहिँ डिजाइनहरू खासै त थिएन, ठिकै थियो। तर ठिकै भए पनि रेट चाहिँ एकदमै हाई के। अनि डिजाइन अनुसार चाहिँ रेट चाहिँ मलाई ठिक हो जस्तो लागेन। अनि त्यसपछि हामी 3-4वटा ठाउँमा गएर खोज्यौँ, तर भने जस्तो पाएनौँ। त्यसपछि त्यसलाई क्यान्सल गरिदियौँ। अनि आयौँ हामीहरू बेड अर्डर दिन, बिस्तरा अर्डर दिन आयौँ। त्यसपछि आर्मी क्याम्पमा सानीको बाबाको काम थियो। सो त्यसपछि म बाहिरपट्टि चाहिँ पानीपुरी खाएर बसेँ। खाम कि नखाम गरेर डराइ खाएँ, तर खाएको चाहिँ एकदम मिठो थियो है। मलाई चाहिँ मिठो लाग्यो। अनि त्यसपछि मैले 1.5 प्लेट खाइदिएँ त्यहाँ चाहिँ पानीपुरी। अनि त्यसपछि हामीहरू पानीपुरी खाएर गइसकेपछि गुजिया पसलमा गयौँ र त्यहाँ गुजिया समोसाहरू अनि के चाहिने त्यो सबै सामान लिएर हामीहरू फेरि अगाडि बढ्यौँ। एक त यो एकदमै बिजी हुने ठाउँ हो, त्यसैमाथि झन् भोलि धनतेरस, त्यसैले गर्दा पनि यस्तो भिड छ यहाँ। त्यसपछि हामी किराना पसलमा आइसकेपछि घरमा सेल फिर्ने के बनाउने सबै सामग्रीहरू लिएर गइसकेपछि अनि हामी आयौँ एलजीको पसलमा र अनि बाटपट्टिमा कतिको डिफ्रेन्स हुँदो रहेछ भनेर बुझ्न आयौँ। अनि फरक चाहिँ हुँदो रहेछ, 6-7 हजारकै फरक हुँदो रहेछ। त्यति भए पनि धेरै हो नि त होइन। त्यसैले गर्दा हामी एलजीकै पसलमा सबै सामानहरू हेऱ्यौँ। मेरो आँखा चाहिँ फेरि 2 लाख, 2.5 लाख, 3 लाखको फ्रिजमा मात्रै जाने कि। तिनीहरूको डिजाइनले नै पुरा अट्र्याक्ट गर्ने। त्यसपछि फाइनली एउटा चाहिँ हामीले फाइनल गऱ्यौँ र बुक गरेर आएको छौँ। पछि हेर्न सक्नुहुन्छ तपाईँले हामीले कुन लिएर आएको छौँ भनेर। फाइनली हामीले कन्फर्म गऱ्यौँ। अब लिँदैछौँ यो वाला रेडको फ्रिज। एकदम खुसी छु म। फ्रिज कसको नाममा छ? मेरो नाममा छ है। नानीको कपडा हेर्न गयौँ, तर नयाँ केही नआएको रहेछ। त्यसपछि सिधै गयौँ हामीहरू घर। आजलाई चाहिँ यति नै। मन परेमा लाइक, सेयर, सब्सक्राइब गर्न नबिर्सिनु होला। बाई बाई।